नमस्ते, म डाक्टर नारायण कुमार चौधरी, आरसिटी विशेषज्ञ। आज चाहिँ हजुरहरूलाई चाहिँ आरसिटी गर्ने क्रममा के जटिलताहरू आउन सक्छ भन्ने कुराको जानकारी लिएर आएको छु। अनुसन्धानले नै देखाएको छ है, आरसिटी गर्ने क्रममा चाहिँ सामान्य अलिअलि दुखाइ हुन सक्छ र कसैलाई धेरै नै दुख्न पनि सक्छ, कसैलाई चाहिँ निकै हुन्छ। यो चाहिँ अनुसन्धानले नै देखाएको छ। अर्को जटिलता के हुन सक्छ तपाईलाई भने सुनिन सक्छ। सुनिँदाखेरि चाहिँ हजुरले जुन डाक्टरसँग आरसिटी गराइराख्नु भएको छ उहाँको निगरानीमा एन्टिबायोटिक र पेनकिलर खानुपर्छ, निको हुन्छ। त्यसमा चाहिँ आत्तिनु पर्दैन। अर्को चाहिँ कठिनाइ के हुन सक्छ, जटिलता के हुन सक्छ भने तपाईको कहिलेकाहीँ चाहिँ अर्कै प्वाल पनि बन्न सक्छ। प्राकृतिक रूपमै दाँतमा चाहिँ आफ्नै छुट्टै प्वाल हुन्छ र त्यो प्वाल खोज्ने क्रममा चाहिँ अर्कै छुट्टै पनि प्वाल हुन सक्छ, जसलाई चाहिँ पर्फोरेसन भन्छ र यो पनि सजिलै म्यानेज हुन्छ र लङ टर्मको लागि चाहिँ आरसिटी राम्रो पनि हुन्छ। त्यस्तै गरेर अर्को जटिलता के हुन सक्छ भने चाहिँ कहिलेकाहीँ चाहिँ आरसिटी गर्ने क्रममा दाँत भाँचिन पनि सक्छ। दाँत भाँचिँदाखेरि चाहिँ युजुअली कारण के हुन सक्छ भने चाहिँ सुरुमा बिरामीलाई चाहिँ दुखेर आएको हुन्छ र जब आरसिटी गर्छ त्यतिखेर चाहिँ दुखाइ चाहिँ पुरै निको हुन्छ। जसले गर्दा के हुन्छ भने बिरामीहरू बिर्सेर झुकेर साह्रो कुरा आरसिटी गरेको दाँतबाट खाइदिन्छ, जसले गर्दा चाहिँ दाँत भाँचिन्छ र त्यो दाँत भाँचिसकेपछि कहिलेकाहीँ चाहिँ यस्तो अवस्थामा पनि पुग्छ जुन बेला चाहिँ दाँतै पनि झिक्न पर्ने अवस्था आउँछ। र अर्को भनेको कम्प्लिकेसन भनेको तपाईको आरसिटी गर्ने क्रममा चाहिँ जरालाई निर्मलीकरण गर्ने उपकरण, जसलाई हामीले फाइल पनि भन्छौँ, हजुरहरूले बुझ्दाखेरि चाहिँ पिन भनेर बुझ्दा हुन्छ, त्यो पिन कहिलेकाहीँ चाहिँ भाँचिन सक्छ, दाँतेभित्र भाँचिन सक्छ र त्यो भाँच्ने क्रममा चाहिँ बिरामीहरूलाई चाहिँ अनेकौँ किसिमको शङ्का उपशङ्का हुनसक्छ। जस्तै कि कोही बिरामीहरू त लौ मेरो दाँतभित्र प्वालभित्र चाहिँ फाइल भाँचियो, मलाई क्यान्सर होला, त्यस्तो केही पनि हुँदैन। तर यसले चाहिँ जुन दाँतको जुन लामो समयसम्म टिक्ने जुन अवधि हुन्छ त्यसलाई पक्कै पनि यसले चाहिँ असर त गर्छ, तर क्यान्सरै चाहिँ हुँदैन। त्यही भएर सबैजना चाहिँ ढुक्क के हुनुहोस् भने बिरामीहरूले चाहिँ फाइल भाँच्यो भने यो ठुलो कुरो समस्या होइन, यसलाई सजिलै यसलाई चाहिँ व्यवस्थापन गर्न सकिन्छ, म्यानेज गर्न सकिन्छ। यदि त्यसलाई फेरि निकालेर हामीले आरसिटी गऱ्यौँ भने आरसिटी गरेको दाँत लामो समयसम्म बाँच्छ। त्यही भएर म यही भिडियो मार्फत के पनि